भुन्टीलाई यति बेला थाहा भइसकेको छ उनी गर्भवती भएकी छिन् र पहिलो बच्चा बस्दा पनि यस्तै भएको थियो। उनले मनमा नै सोच्न थालिसकेकी छिन्, पहिला पनि यस्तै भएको थियो, मेरो पेटमा बच्चा बसेछ, अब यो कुरा कसलाई सुनाऊ, कसरी भनौँ, के भनौँ भनेर उनी यति बेला टोलाउन थालिसकेकी छिन्। आदरणीय दर्शकबिन, नमस्कार अनि स्वागत छ तपाईहरुलाई हाम्रो यो नयाँ भिडियोमा। आशा छ भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ। साथै आफ्ना सल्लाह सुझाव प्रतिक्रिया भए कमेन्ट बक्समा छोड्न पनि नबिर्सनु होला। हामी आज आएका छौं भुन्टीको रिभ्यू लिएर। तपाईहरुलाई थाहा छँदैछ कि भुन्टी र भूपेन्द्र यति बेला छुटिएका छन्। भुन्टी माइती घरमा आएकी छिन् र उनलाई गर्भवती भएको उनले थाहा पाइसकेकी छिन्। उनलाई वाकवाकी लाग्न बित्तिकै उनले सोचिसकिन् कि अब के गर्ने, कसो गर्ने र कसलाई भन्ने, दुखी हुने कि खुसी हुने। भुन्टीको जिन्दगीमा भुन्टीलाई साथ दिने अहिले आएर टोकले छन् र उनको ससुराले त फोन गरेर एकचोटिको लागि मेरो छोरालाई माफ गरेर घरमा फर्क्यौ भनेर कति सम्झाए, तर भुन्टी बोल्नै सकेनन्। उनी धरधरी रुइन्, गुवा गरेर रुइन्, किनकि जिन्दगीमा उनको ससुराले जति उनलाई कसैले साथ दिएको छैन। भुन्टीको ससुरालाई राम्रोसँग थाहा छ कि भुन्टी घरबाट जानु भनेको इज्जत जानु हो, त्यसैले पनि जसरी भए पनि भुन्टीलाई घरमा ल्याउन चाहन्छन्। उता भुन्टीकी सासू बालकुमारीले त आफ्नी जेठी बुहारीलाई भूमिकाको बिहे धुमधामसँग गर्नु पर्यो, लौ न बुहारी भनेर रिक्वेस्ट गरेकी थिइन्, तर उनले नगरिदिने कुरा बताइसकेकी छिन्। आफूलाई मतलब नभएको र आफूले खर्च पनि नगर्ने कुरा सुनिसकेपछि यति बेला बालकुमारी दोधारमा परेकी छिन्। आफ्नो इज्जत कसरी बचाउने भनेर उनको श्रीमानलाई लौ न गरगहना अनि राम्रो दाइजो खोजेर भूमिकाको बिहे गर्नु पर्यो भन्दै थिए, तर उनका बुढा अर्थात् भूपेन्द्रको बाबुले पनि त बेइज्जती होस्, तैले इज्जतका कुरा गर्न सुहाउँदैन, एकचोटि भूपेन्द्रलाई फोन गरेर भुन्टीलाई जसरी पनि फर्काएर ल्याएर आइज भन्न सक्छिस्, यदि सक्दैनिस् भने, र यो परिवारले कसैले पनि भुन्टीलाई घरमा फर्काएर लिए भनेर भूपेन्द्रलाई भन्दैन भने तबसम्म मैले पनि केही गर्दैन भनेर उनी बाटो लागिसकेका छन्। यति बेला भूपेन्द्रको बाबु भुन्टीको सपोर्टमा छन्, अरू सबै परिवार भुन्टीको विरुद्धमा छन्। भुन्टी घरबाट निस्किएको कुराले सबैजना खुसी छन्। यति मात्र होइन कि भूपेन्द्र पनि केटी खेलाउँदै हिँड्दैछन्। यति बेला गाडीमा केटी राखेर हिँडेको उनकै दाइले देखेका छन्। अब भूपेन्द्रको भने खैरेत छैन, सम्पूर्ण पैसाहरू बिजनेसमा लगायो भनेर यिनले केटी नै घुमाएर पैसा सकिएको त होइन भनेर उनको दाइले अब शङ्का गर्नेछन् र भूपेन्द्रलाई ठुलो असर पर्नेछ। जे भए पनि भुन्टीले कुनै न कुनै उपाय लगाएर आफ्नो बच्चा त जन्माउँछिन्। उनलाई साथ दिने उनको ससुरा छँदैछन्, उनको दाइ छँदैछन्, तर भूपेन्द्रलाई भने अब धेरै ठुलो गाह्रो पर्ने भएको छ, किनकि उनी रङ्गे हात केटीसँग भेटिएका छन्। आशा गरौँ भुन्टी र भूपेन्द्रको सम्बन्धले फेरि नयाँ बाटो लियोस्, राम्रोसँग उनीहरूको बच्चा जन्मियोस्। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।